हेलो गाइज, आज तपाईँहरूलाई म मेकअप ट्युटोरियल देखाउँछु होइन। हेर्नु ल मेरो मेकअप ट्युटोरियल यस्तो छु पहिला म होइन। अब मेरो मेकअप स्टार्ट हुन्छ नाउ। फर्स्ट चाहिँ म सनस्क्रिन लाउँछु। मेरो सनस्क्रिन चाहिँ अलिक सकिन लगाएको छ कि त्यही भएर होइन, अलिक निक्लिँदा गाह्रो हुन्छ। छँदै छ होइन, तर अलि बल लगाउनु पर्छ कि। तपाईँहरू चाहिँ कसरी लगाउनुहुन्छ थाहा छैन होइन सनस्क्रिन। म चाहिँ हजुरलाई थाहा छैन होला कसरी यस्तो गर्छु। यस्तो मम्मी मेरो साइडमा चाहिँ मेरो छोरीले यहाँ सिकाइरहेको छ। तिमी चाहिँ नलगाऊ होइन बेबी, हामी चाहिँ आज पार्टीमा जाँदैछौँ होइन। म पनि लगाउँछु नि। हस् त्यो चाहिँ हाम्रो पार्टी मेकअप हो होइन। त्यति खासै त गर्न आउँदैन बेबी। के तिमी यस्तो यो अर्को यो घाँटी यताउता चाहिँ म अर्को सनस्क्रिन लाउँछु। यो चाहिँ फेसमा मात्र लगाउँछु, फेसमा मात्र लगाउने रहेको छ मैले यो। अर्को चाहिँ अहिले पछि यो मुखको भएपछि हातमा उयोहरूमा लगाउँछु क्या। डिफ्रेन्ट हेर्नु है, मेरो फेसको र यसको डिफ्रेन्ट हेर्नु। अहिले फेसमा लगाएको छु नि हातमा, अनि त्यो गर्नुपर्छ होइन। त्यसपछि चाहिँ म गर्छु होइन, धेरै त आउँदैन मलाई त्यही पनि। अनि कन्सिलर यस, कन्सिलर यता लगाउने। यहाँ मेरो धेरै डार्क सर्कल छ क्या। अनि यहाँ लगाउँछु हल्का, यहाँ लगाउँछु। मेरो साइडबाट छोरी भुत जस्तो देखिरहेको छ भन्छ होइन। इट्स ओके छोरी, मेरो यहाँ नि हल्का डार्क सर्कल छ कि होइन। अनि त्यसको लागि यसपछि चाहिँ मेरो सानो ब्लेन्डरले ब्लेन्ड गर्छु डार्क सर्कलको साइडमा चाहिँ। तिम्रो मामा घरबाट ल्याएको हामीलाई सलिनाले दिएको गिफ्ट हो। सलिना भन्ने मेरो पुकी। तिम्रो मौसी होइन, तिम्रो सानीमा होइन पुकी। के गरेको छोरी त्यो चाहिँ मेरो बिचमा चाहिँ होइन। यस्तो हेल्प गर्ने हुनुहुन्छ उहाँ। म सिकाउने उहाँ मलाई सिकाउनुहुन्छ उहाँ। ब्लेन्ड 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 ब्लेन्ड। यो चाहिँ कस्तो डार्क सर्कल छ क्या मेरो। हेर्नुहोस् त डार्क सर्कल चाहिँ मेरो राति निद्रा खराब भएको भएर हाम्रो टिभी क्या रुममै छ। अनि राति राति नानीको बाबाले के भएको थियो त्यो हुँदैछ बेबी, त्यस्तै हो त्यो। अहिले पछि देखाउँछ भइरहेछ त छोरो। म हेरेपछि देखिन्छ क्या। देखिन्छ किन नदेखिनु, भइरहेको छैन। त्यो नानीको बाबा राति राति टिभी हेर्नु त फुटबल आउँछ नि त। अनि फुटबल हेर्दा ओर्दा मेरो बाबा, तिम्रै बाबा हो हेर्नु चाहिँ नि साउन्ड आउँछ क्या हाम्रो, अनि बिउजिन्छ नि त। ए भयो होइन। यहाँ अलि ब्लेन्ड भएको अहिले पछि हो त्यस्तो बनाउँदैछ। अनि त्यसपछि लाउँछु म फाउन्डेसन। यो ब्लेन्ड गर्ने बाइक चाहिँ मेरो ब्लेन्ड गर्दैछु बिस्तारै बिस्तारै। फाउन्डेसन लगाउनुपर्छ होइन। तपाईँहरू चाहिँ कसरी लगाउनु थाहा छैन, म चाहिँ यसरी लगाउँछु क्या फाउन्डेसन। मेरो छोरी चाहिँ साइडबाट मलाई टाइम चाहिँ लाग्छ मलाई होइन, बिस्तारै छिटो गर्नलाई। अनि ब्लेन्ड जे पाइँदैन भन छोरो, केलाई गाली गरेको तिमीले? मसँग लुज पाउडर चाहिँ अलि छैन। जे पाइदियो भन्नु न छोरी, झुक्काइदे है। मेरो छोरीको कुरा सुन है, भनेको होइन उसले झुक्काइदे कि रे।
मजाले ब्लेन्ड गर्नुपर्छ होइन। दसदेखि 15-20 मिनट लाग्छ है मलाई। आएको चाहिँ यसरी गर्छु होइन। मेरो बेबीलाई यहाँ साइडमा छटपट्टि हुँदैछ होइन। मम्मीले के लाउन पाए हुन्थ्यो भनेर उसलाई चाँडै गर्दै भने ऊ रेडी हुन्छ होइन। तल आँगनमा जान्छ नि, मम्मी आउन छिटो ढिला भयो भनेर बोलाउँछ क्या। अनि कानहरू पनि हल्का हल्का। मम्मी कानमा झुम्का नि लाउने नि म पो हो म ल हुन्छ हुन्छ। अनि बेबी त्यो पर्दा नखोला न। यो देख्दिन भन्छ कहाँ गयो भन्छ अन्त अब चाहिँ बेबी नखोला न। म अब त्यो पर्दा लगाउनु छोडे नै होइन। यतिको भयो ब्लेन्ड भयो होइन। ब्लेन्ड भइरहेछ। मेरो छोरा निन्द्रा लागिसक्यो। हाई हाई गर्दैछु होइन। एउटा कानमा चाहिँ अलिकति भएछ, एउटा कानमा चाहिँ भएन। फेरि हजुर हस् हस् के हो के मेरो छोरीका गफ। देन अब मेरो सुपरम्यान है मेरो छोरी। अझ त्यस्तो त आइब्रो साइब्रो बनाउन आउँदैन होइन। बनाउन पनि आउँदैन। अनि म ब्राउन कलरको क्या बनाउन चाहिँ आउँदैन। जस हल्का टचअप चाहिँ गर्छु। मलाई त्यो बनाउन चाहिँ आउँदैन। बनाएको चाहिँ मनपर्छ तर मलाई बनाउन आउँदैन। सो टचअप। फेरि मलाई ब्ल्याक मन पर्दैन क्या, ब्राउन। ब्ल्याक लगाएर पनि कहाँ हुँदैछ किनभने त्यस्तो कालो कपाल कलर छैन नि त। लाउने हो मेरो छोरी के नलाउने। भयो भयो तिमी गर्दै गर ल। म त यस्तो गरेँ यो नि भयो होइन छैन होइन अब तिमीले झारो है छोरी। अब म रिसाउँछु। अब मलाई छोरीले डिस्टर्ब गर्दैछ है मेरो छोरीले। यो भयो है राख्छु नि बच्चा भइसक्यो नि छोरी। यो भयो है मेरो। एन्ड देन अब म चाहिँ थोरै होइन आई मेकअप गर्नु पर्यो नि त। यो ब्लेन्ड हुँदैछ है। मेरो छोरी कस्तो देख्दैन हौ। अनि म चाहिँ आई प्यालेट हो। म चाहिँ यो कलर मलाई यो कलर नै मनपर्छ होइन। राम्रोसँग यो चाहिँ लगाउनु आउँदैन है मलाई। आई स्याडो सिकाइदिन्छु यसो नै। मलाई मेरो छोरीले दिइदिन्छ आई स्याडो। ब्लेन्ड 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 मन पर्छ क्या हो। ब्लेन्ड 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 हुनु पर्यो नि त राम्रोसँग। अनि कस्तो खालको ल्याइदिएको मन परेन। अनि यो होइन क्या मैले यस्तो घुमाएर कति राम्रो देख्दैछ। टच गर। कामी रहेछ आहा गाइज। गाइज मेरो आँखा कामी रहेछ है मेरो छोरीले भनिरहेको छ हेर्ने। त्यो केही हुँदैन पख न। मेरो साइड हेल्परले फेरि गरिदिइरहेको छु क्या फुकिरहेको छु नि। ब्लेन्ड 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 यतिसम्मको ब्लेन्ड गर्ने होइन। नो टचिङ। त्यहाँ मिलाउँछु छोरी म पख न। मेरो बाँकी नै छ त्यो त होइन। यत्तिकै गर्छु होइन।
Baby, no, no, baby. यतिकै भयो देन Ah, मलाई अनि यसको देखेको छैन मेरो यो अर्को पालेको छु क्या अनि यसबाट चाहिँ मलाई Mommy. यसबाट चाहिँ यस्तो छ क्या हिँड्नुमा अनि देन मलाई चाहिँ यो छ नि Yo. Kawaii ko good ka na. हल्का यो टाइपको यस्तो नि मलाई चाहिँ यस्तोमा लगाउनु मनपर्छ यस्तो यो छ नि यो भाग यो आई साइडबाट लगाएको भन्दा माथिल्लो भाग छ नि यो भागमा मलाई छोप्रो यस्तो हल्का माथिसम्म के हल्का वाइट यस्तो गर्न मनपर्छ क्या लाइट होइन हल्का हल्का माथि Baby, no, no, baby. ए डार्क सर्कल भएको कम्प्लिटली यतिकै होइन यस्तो भयो है मेरो यतिकै भयो देन त्यसपछि म के गर्छु भने त्यसपछि के लगाउँछु थाहा छैन म Tato, वाट इज दिस this is या मेरो फेभरेट हो क्या यो चाहिँ यो ब्लाउज हो ब्लाउज blush. Wow, मलाई मन पर्छ नि मात्र लगाउँछ होइन ब्लाउज चाहिँ हल्का नोजमा पनि यही ब्लेन्डरमा चाहिँ लगाउँछु नि यो ब्लाउज चाहिँ मलाई अलिक देखिने नै मनपर्छ क्या म चाहिँ अलि देखिने खालको लगाउँछु क्या देखिने खालके लगा क्योंकि no अभी छोटो लागो नहीं हस् मन टिका चाहिँ आफै लाग्छ ल अलिअलि देखिरहेको छु नि अब हजुर लगाऊ खुलेर खुलेर अनि त्यसपछि चाहिँ मेरो अर्को छ क्या मम्मीलाई ब्लाउज पनि हो क्या मम्मीलाई हो मार्क्स राम्रो देखियो ल मेरो छोरीलाई हेर्नु त मेरो छोरीले आफै टिका लगायो कि भोलिपर्सि मेकअप आर्टिस्ट बन्छ जस्तो छ मेरो छोरी अनि थोरै यो ब्लाउजलाई म आफै मेकअप गर्छु नि ल मेरो छोरी आफै मेकअप गर्छ है गाइस अनि यहाँ यो लाउँछु ल ल मम्मी हेर त ल ल धेरै लाउनु हुन्न छोरी टचअप गर्ने थोरै अर्को मैले ब्रस नै मेरो एउटा अस्ति बेबी लगाइदिउँ न त अहिले एकछिन भर मम्मीको सकिन्छ नि भनेको होइन म अब रिसाइसकेँ है छोरीसँग नाइके भनेर हुन्छ होइन त्यसपछि नै मनपर्छ म रिसाइसकेँ मेरो छोरीले हेर्नु मलाई केही गराइदिने मोडै खराब भइसक्यो त्यो बन्द गरौँ ल्याइसक्यो मलाई अनि चाहिँ मेरो हाइलाइटर हो पोटलीवाला हाइलाइटर छ यो चाहिँ मेरो होइन अनि यो चाहिँ थोरै लगाउनुपर्छ धेरै त्यसरी नै यस्तो गर्नुपर्छ छोरीले डिस्टर्ब गरिरहेको थियो त्यही भएर यस्तो भनौँ न त्यो भएर खुलेर मेकअप गर्नै मन लागेन नाकमा लगाउँछु बेबी हेर्नु है मेरो छोरीले मलाई यत्तिकै डिस्टर्ब गरिरहेको थियो म छोरीलाई पठाएर मेरो लुज पाउडरले टचअप गर्नु पनि मसँग चाहिँ लुज पाउडर छैन कि म चाहिँ यसैले हल्का टचअप गरिदिन्छु यो ग्लिटर टाइपको छ होइन अनि टल्किन्छु क्या मैले जानेको भनेको चाहिँ यति नै हो होइन बेबी मेरो छोरी आफै मेकअप गर्न लान्छ होइन अब यो आइकलले आइब्रो फर्काउने हो अब आइकल त दराजमा छ झिकेर भने बेबीले के हो मेरो बेबीले मेरो लिपस्टिक
लिपस्टिक चाहिँ म ऐना हाल्छु सबै थोरै थोरै लगाएको छु क्या मम्मी ये राम मासु हुन्छ पुगीको घरमा गरे होइन हुन्छ सिध्यो मेरो आँखा चाहिँ अलिक गाडेको जस्तो देखिरहेको छ होइन उसलाई अहिले आई कलर सकिँदैछ हौ आई कलरहरू युज गरेर मम्मी लाउँछु ल अनि अब मम्मी लाउँछु ल हुन्छ लगाऊ हेर्नु है मलाई डिस्टर्ब गरिदिइसक्यो बेबीले त्यतिखेर फाइनली अब मेरो आँखा चाहिँ पछि गर्छु म अनि सेटिङ स्प्रे कस्तो लाग्यो त मेरो मेकअप अब हल्का आईको बाँकी छ यो स्प्रेले बगाउँछ नि त अनि यस्तो भयो है मेरो मेकअप यतिकै हो है मेरो कस्तो छ भन्दिनँ होला मैले जानेको यति नै हो मैले गर्ने भनेको पनि यति नै हो बाई अब हेयरहरू बनाउनु बाँकी छ मिस गर्ने हो